Hello everyone. Sampurnalai Tempulo. Good morning. Tempulo sing. सम्पूर्णमा फेबुलो आज अखिल भारतीय तामाङ एसोसिएसनद्वारा है लोछार कार्यक्रम समापन भइरहेको छ है, सामूहिक लोछार र हामी यहाँ सहभागिता हुन आएका छौँ र सम्पूर्णलाई फेरि पनि फेबुलो। हेलो फेबुलो 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 एसटी मेमे उहाँ तक्दाबाट आउनु भएको छ। हामी तामाङ सन्तानको निम्ति उहाँ एउटा लिभिङ एन्साइक्लोपिडिया हुनुहुन्छ। यसकारण सबैले थपडीले स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। त्यस्तै हाम्रो डाक्टर दिपा अब हाम्रो अल इन्डिया तामाङ बौद्ध सङ्घका सेन्ट्रल कमिटीका प्रेसिडेन्ट पाल राजमान तामाङलाई खदा अर्पण भइरहेछ। त्यस्तै गरिकन आजका प्रमुख अतिथि पाल गोपाल लामा सर, जो हामी सर्व तामाङको निम्ति एउटा गर्व हुनुहुन्छ, उहाँलाई पनि खदा अर्पण भइरहेछ। खदा साथसाथै हाम्रो अखिल भारतीय तामाङ बौद्ध सङ्घको लोगो भएको आज तामाङमा भइरहेको ब्याच पनि भएर बसिदियो। यस्तै गरिकन अब हामी स्टेजमा बोलाउन चाहन्छौँ हाम्रा दार्जिलिङ निवासी दावा लामा सर, पाल दावा लामा, उहाँ पेट्रोन हुनुहुन्छ, उहाँलाई पनि यहाँ मञ्चमा आइदिनु हुन अनुरोध गर्दछु। यस्तै गरिकन हाम्रा अहिले तामाङका यस्तै गरिकन आजको हाम्रो समारोहमा एउटा शोभा बढाइ उहाँ लेप्चा अनि तामाङ बोर्डबाट हुनुहुन्छ। उहाँ ज्ञापन गर्दछु। अनि फेरि यहाँ स्टेजमा हाम्रो गुम्बा
अनुदान अल इन्डिया तामाङ गुम्बा अनुदान सेक्रेटरी दावादोङ जोदोलाई निवेदन गर्दछु स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। पाल राजु मोक्तानलाई पनि स्टेजमा आइदिनु भनेर अनुरोध गर्दछु। यस्तै गरिकन हाम्रा सिसिएम मेम्बर दिनेश तामाङलाई पनि यस्तै गरिकन हाम्रा टाउन कमिटीका हाम्रा नारी शक्तिहरूलाई पनि म यहाँबाट खदा अर्पणको निम्ति भन्दछु। डाक्टर दीपा घिस पाल्मु हाम्रा एकदमै एक्टिभ मेम्बर्समा हाम्रा कल्चरलबाट पाल लाक्पा तामाङ अनि हामीले पाल्मु विनिता तामाङ विवरण राख्नुहुनेछ। दिपा कता गयो यता जानु हुँदैन त। एन्ड कल्चरल बोर्डका हाम्रा चेयरम्यान हुनुहुन्छ र उहाँका समिति र हाम्रा शिरोमणि अखिल भारतीय तामाङ बौद्ध सङ्घ पर्यो भनेदेखिलाई म दुई शब्द राख्न चाहन्छु। यो एउटा यस्तो महत्त्वपूर्ण चाड हो तामाङको सांस्कृतिक र यसको विशेषता बोकेको यो लोछार जो यो लोछार किन मनाइन्छ र कसरी मनाइन्छ भन्ने कुरा हाम्रा आजका हिज एमिनेन्स एसटी लामा मेमेज्यूले हामीलाई सम्पूर्ण रूपमा विस्तृत जानकारी दिनु हुने नै छ। र यद्यपि म एउटा कुरा चाहिँ के राख्न चाहन्छु भन्दाखेरि चाहिँ लो भनेको लो र छार नयाँ वर्ष छार होइन। तर यो नयाँ वर्ष चाहिँ के होस् भन्न चाहन्छु भनेदेखिलाई नयाँ वर्ष चाहिँ एउटा क्यालेन्डरमा फेरिने डेट मात्र चाहिँ नहोस् है। यो नयाँ साल यो नयाँ लोछारले सबैको जिउमा सुख समृद्धि शान्ति र स्याङदनलाई खदा अर्पण गरिदिनु हुन पाल किरण दोङलाई अनुरोध गर्दछु। यस्तै गरिकन हाम्रा टाउन कमिटीका भाइस प्रेसिडेन्ट पाल लाडु लामालाई पनि यहाँ उत्तर सुनादा शाखा प्रेसिडेन्ट सेक्रेटरी सिङताम लोअर सिङताम शाखालाई पनि अप्पर सिङताम शाखालाई पनि स्टेजमा आइदिनु हुन अनुरोध गर्दछु। यस्तै गरिकन अहिले हामी माझ हाम्रा श्रद्धेय भाइ पाल सदीप लामाको आगमन भए स्वागत गरिदिनु हुन अनुरोध गर्दछु। यस्तै गरिकन हाम्रा अति नै र हाम्रा सजिएसीमा चाहिँ एमडी भनिन्छ म्यानेजिङ डाइरेक्टरमा उहाँको नाम हामीले म्यागजिनतिर पाउने गर्छौँ र सोसियल मिडियाको पेजभरि प्रशस्तै उहाँको सोसियल कुराहरूमा पनि उहाँको संलग्न त्यति नै छ र उहाँको एउटा ओल्ड एज होम बनिँदैछ र त्यति मात्र नभएर दिन दुखीको निमित्त स्पोर्ट्सको निमित्त बनायो भन्ने हामीलाई लाग्दछ। र अब हामी निखिल तामाङको प्रस्तुतिको निमित्त तयार यस मञ्चमा निम्ताउँदछौँ। र अब
हामीले यो खदाको कार्यक्रम अलिकति लामो भयो है र सबैलाई हामीले एउटै मात्र हो है। हेर्नुहोस् हामी व्यस्तताले भरिएको यो जीवनमा है सबै आफ्नो आफ्नो ठाउँमा हुन्छ। हामीले एकाअर्कालाई दिनु भन्ने कुरा नै एउटै मात्र हो, त्यो हो सम्मान। त्यो सम्मान हामीले यस मञ्चमा दिन सकेन भने सायदै यो कार्यक्रमको औचित्य ठिक हुँदैन होला भन्ने हामीलाई लागेर, यद्यपि हामीसँग समयको पाबन्दी सबैले समय लिएर नै आएको हुन्छ र हामी सम्पूर्णलाई नै स्टेजको नै हामी लाग्छ है। हामीले सर्वप्रथम गर्नुपर्ने यो मानव चौर्यमा सबैभन्दा हामी बौद्ध मार्गीले गर्नुपर्ने सामूहिक सोनाम लोछारको कार्यक्रममा हामी क्षमा पनि चाहँदै अब उपस्थिति निखिल तामाङलाई मञ्च बनिएको हेलो खै त लोसरमा आउँछै आउने भनेर त आएन। अब समय त्यस्तो भयो नि त, भेट्दै भेट्दै गरौँ न है। हुन्छ आङेछि हेबुलो हेबुलो साथी एकदम खिचिराखौँ न है। या जति पनि ज्ञान गुणहरू दिनुभयो सबै पाली भाषामै दिएको थियो। त्यसर्थ उहाँकै मुखबन्धबाट भएको उहाँको शिक्षाको सबैभन्दा पहिले जो शब्द थियो त्यो शब्द म भन्दछु, तपाईँहरूले पनि त्यसलाई दोहोऱ्याउनुहोस् न। नमो अरहतो अरहतो सम्यक सम्यक सम्बुद्धस्य सम्बुद्धस्य आउँछ र उहाँ जसलाई पनि हामी स्मृति चिन्ह गोपाल लामा सरको बाहुलीबाट हाम्रा सदीय जो एसटी सदीप लामा अनि भूषण शेर्पाज्यू जो मेम्बर सेक्रेटरी अनि हाम्रा डेपुटी मेजिस्ट्रेट र डेपुटी कलेक्टर हुनुहुन्छ, उहाँलाई पनि हामी स्मृति चिन्ह दिएर हामी आभार व्यक्त गर्न चाहन्छौँ। उहाँको सहयोगमा उहाँहरूको सहयोगमा हामीले थुप्रो थुप्रो कार्यक्रमहरू गरिसकेका छौँ र बच्चाको देख्दा बोजूले गम्मर मर्काको
जातिको मुख्य पहिचान हुन्छ आफ्नो बोली भाषा र सबैभन्दा पहिले हाम्रो तामाङको पहिचान के हो भन्दा चाहिँ तामाङ बोली तामाङ भाषा र तपाईँहरूलाई म 2 शब्द तामाङमा भन्छु सबैले सायद बुझ्ला नबुझ्ला तर पनि यो तामाङ भाषा हो भन्ने हिसाबले तपाईँहरूले यसलाई सम्मान दिनुहोस् लासो तिनी जो जानसे राशि थानबा जो हल नांगी तिनीला जो प्रोग्राम की यांगला अखिल भारतीय तामाङ बौद्ध संघला जो राजवंशको भेमेन थेन तिनी जो प्रोग्रामला जो डोन्बो भनेर मुख्य डोन्बो भने अतिथि गोपाल लामा भेमे थेन सेंट्रल कमिटीला थेन टाउन कमिटीला मकन मेमेधु तिनी चुरी रांगरांगला ठीक ये दिन टांछा बन मुला